हेलो भन् हेलो भन् हेलो या हिँडेको भन्छ बाबु हामी काठमाडौँ हो या यस्तो नभन न राम्रोसँग बोल न के गर्न हिँडेको माछा मार्न साँच्चै हो जस्तो माछा मार्न जस्तो माछा मार्न हिँडेको भन न यमुदाले फेरि गुल्लाली माइला भने खै त्यो गुलेली नि ए सर बिपी स्टक फिरुल्ला ल यस्तै समातेर मेरो भिडियो बनाऊ है नलाइकन है त्यस्तै है आऊ गुलेली कसले बनाएको यो हाम्रो दामी छ त तर हान्नुपर्छ ए त्यस्तै है नलाइकन है तर हान्छु हिँड्दा फेरि हल्लिन्छ भो हल्लिनु दियो के हेर्नु एउटा चरा देख्यो भने म हान्छु है छिटो आऊ बाघदेलाई मार्नु हान्न त आउँदैन नाटक पाटक नि आइज्यो या हेर्न त्यो सर कता हिँडेको यहाँ तल के छ यता गिरान भएको होइन तल गिरान है भयो होला हान्न त हानेन हान्नेको भिडियो पार्ने गरे मलाई हान्न आउँछ क्या पर्दैन हिँड्न न सिधै हात दे यो हात दे कहाँ जाने हो बर्दाले हो क्या अनि फेरि पिउनुले फेरि टरलीमा राखेर छिटो दौडाएर अनि उता पुर्नु अनि अरू अरू त्यति बेलादेखि पहिला यहाँ कोही पनि हुन्थेन 12 बजे एउटा पनि कहिले पनि डरान देख्दैन होइन अनि त्यति बेला त्यो त्यस्तो मान्छे मरेको हुन्थ्यो मान्छे सुरु भएको त आज त्यो बिहानमा डरान दिइसक्यो सर कता आएको छ कहिले एक्लै सिक्नु हुन्न यता एक्लै साथीसँग हुनैपर्छ एक्लै भएमा त मारिदियो तिमी नि एक्लै आउँछौ र यता साथीहरूसँग कहिले आएको पहिला नि यहाँ डरान नदिँदा साँझ आउँथ्यो के गर्नु मसान पनि हुन्थेन मसान त हुन त हुन्थ्यो तर साँझ निक्लिन्थेन कि पहिला अनि आजकल त निस्किन्छ यतादेखि कहाँ जान्छन् त यतादेखि माथि घर जान्छ नि यो सानो बाटोदेखि खोला पुग्ने खोलाको बाप्पा उहाँ छ यहाँ छ अझै यो पनि हो क्या 4वटा ठाउँमा खोलाको बाटो यो पनि हो 4वटा यो मोटर बाटो खोलामासम्म पुगेको कि उतै जोडिएको छ त्यो हातमा के हालेको त्यो जे पनि किन र मुखमा हाल्नु अब त बुढो भइसक्यो है मैले नगर्दा पनि मलाई थाहा हुँदैन कि यहाँ कहिले गयो भनेर ल फेरि आदत छ कि मेरो पहिला मैले यहाँ साइकलको दाम हिजो आएको म साथीहरूसँग साइकलमा यहाँ पुरै गेमसँग साइकल लिएर आएको के यस्तोमा ल्याउनु हुन्न के पुरै त्यो बेर भएको एउटा साथीको के जुना भन्ने के होइन रिदम भन्ने के होइन रबिन भन्ने के त्यसको साइकलको बेर बाप अगाडिको त पुरा झ्याप हेर्नु दाइ त्यहाँ लोटिरहेछ हेर्नु यति लाए बित्तिकै पुरा यस्तो उल्टिन्छ ऐसेलु खाने बेला अहिले हो पाकेछ दोहोरो पाकेको हिजो हामी खाना आएको भोक लागेर अनि खाएर अगाएर घर गएको हो अनि म राति आएको त्यो फाले हुन्छ है त्यो के हो र यो त्यो मेरो साइकलमा एउटा लाइट छ है यसको सेफ्टी हो क्या नले किन हातमा लिएर हिँडेको त मजा लाउँछ कि हातमा लाउने जस्तो लाउँछ नौ जस्तो हो क्या तर खतरा निकाल्दा फेरि पुटुक आवाज आउँछ कि सानो हो खतरा मजा लाउँछ दाइ उता खाना खाएर आएर ऐसेलु खान गएको छ त मेरो हात यी मान्छे तिम्रो नाम के गरे रेमन के ठाकुर कति मारे पढ्ने 4 मा 3 कि 4 मा गएको
के भइहाल्यो ए भिडियो पाइन सुट किन र यस्तो सानो मान्छेले मोबाइल लिएर हिँडेको लप परेछन् कि हो फोटो खिच्नु हो कसले किनिदिनु भएको नि फोन किनिदिएको होइन मेरो अर्मी दाइको बिग्रेको बनाइदिएको नाच न त एकचोटि नाच न त त्यही हो मलाई नाच्न आउँदैन खिच्दिउँ अहिले चाहिँ हामी खोलातिर आएको छौँ जलुका खोज्न भनेर झम्मा खोलातिर भान्जा बाबु र म हाई गर त हाई गाइ छोड्या ओए दुईजना अर्को भान्जा नि छन् ठुलो भान्जा यता दुईजनाले नि ब्लक पारेछि यता मकै हरियाली छ ऊ खोला जङ्गल खेत मकै हेर्नु जरा गाई नि हामी दुईटाले ब्लक पारेछि एउटाले मेरो यो मामाले मेरो मैले अहिले जलुका टिप्न आछौँ अहिले जलुका कति हुन्छ देखाउँछु आज वैशाख 5 गते आमाको मुख हेर्ने दिन माता तीर्थ औँसी सबै आमाहरूलाई एकदमै धेरै शुभकामना छ अनि अब के भने म त यता गाउँतिर आएँ मेरो आमा त उता बुटोल हुनुहुन्छ त्यही सँगै हुन पाएन भयो नि एकदमै धेरै माया अनि धेरै धेरै शुभकामना छ सबै आमाहरूलाई अनि अरू के भनौँ भन्न आउने त्यति हो त्यही अब हामी यता जङ्गलतिर आछौँ अब जङ्गल भने नि खोला भने नि त्यही हो त्यहाँ मलाई भान्जा बाबुले बोल्न सिकाउँदैछन् अब जलुका टिपम के कति हुन्छ यहाँ चाहिँ जलुका रहेछ यसो हेर्न पर्यो अलि कमलो कमलो टिप्न पर्यो ट्याक्क टिपम है त कति छ ए लोट्ला फेरि जाम यस्तो यस्तो टिप्नुपर्छ क्या भेट्यो 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 जलुका भेट्यो के अब अहिले धेरै भएपछि देखाउने है हालसम्म अहिले 3टा भेटिएको छ जलुका एन्ज माल ल ढुम्के एला कसिन त स्याल कि माले हाल्दे 3टा भेट्न सफल भएको छ अहिलेसम्म ल अहिले बाँकी जानकारी पछि कृपया मेरो भिडियो हेरिसकेपछि लाइक कमेन्ट र फुल वाच गरेर जानुहोला यदि त्यस्तो गर्नु भएन भने हजुरहरूलाई पाप लाग्ने छ प्लिज यस्तो गरिदिनु होला म बोल्छु यस्तो समात्ने मलाई ल भइसक्यो स्टार्ट भइसक्यो के स्टार्ट गरे के गर्ने टिक्ने टेङ्गे गर्ने हो क्या त्यो जब यस्तो ठ्याक्क समात्ने हो के रे यस्तो मलाई झ्यालाएर बस्ने जलुका टिप्न आएको जलुकै रहेनछ के गर्छ त यस्तो रहेछ मलाई देखाउने हो के अझ यति भेट्टायो अब यहाँ सब छिप्पिसकेका रहेछन् के हो के छँदै छैन खै हामीले पनि खोजौँ न इ टिप्यो होइन त्यस्तो होइन इ टिप्यो हो या खोला पनि पानी नि छैन यहाँ पानी नलोक्ने पनि यहाँ पनि पानी बोकेर हुन्थ्यो अँ पानी त पहिलो गयो के अरे यता छैन भान्जा छैन के त खासै छैन जम्मै मलाई पो देखाउने हो र म पो अगाडि हिँड्ने होला र हिँड्न त के पछाडि हिँडेर बसेको ओके ठुलो खोलामा जानुपर्छ है ए मामा बोलेको कि म बोलेको ठुलो खोलामा जानुपर्छ भनेको के ए अहिले चाहिँ यति भेट्टा छ नि जम्मा हो या कतिवटा छ गर्नु त 6-7टा छन् 6-7वटा ए 7वटा भन्ने भयो त मेरो क्यामेराम्यान है हजुर है आज है क्यामेराम्यान आउँछ ए लौ न जलुका होइन के ल हो या त्यति भनेको क्या पानी खानलाई रेडी अब चिसो चिसो फ्रिज पाइआउँछ हो क्या यहाँ केरा घाडी रहेछ अँ पहिला हामी बल्छी खेल्न आउँथ्यो यो खोलामा बोल्छी के र बोल्छी माछा मार्न आउँथ्यो भनेको के ए आजकल झन् मामा पहिलाको भन्दा कति ठुल्ठुलो भोटी माछा आउँछ खोलातिर पानी नै छैन पानी नभयो भने आउँछ कि एउटा ठाउँमा छ नि एउटा सोप्रो जस्तो माछा छ के गरे त्यसलाई
के एउटा माछा हो 100 रुपियाँ जस्तो ऊ त्यहाँ खानुहुन्छ चिसो यहाँ देखाउँछ पानी यहाँ यस्तो छ चिसो ओहो गाउँतिर पानी मैले पिउँछु देखाउनु है यो पिउने हो योबाट त्यहाँदेखि पिल्ने हो होइन योबाट पिउँछु आहा कति चिसो पानी अलि टाढाबाट बाप कस्तो खाएको जुठो नपार्ने हामीले पनि खाने त्यहाँ यहाँदेखि खाने नुनको पानी जुठो हुन्छ ल समझ त म पनि खानु पर्यो मैले चाहिँ अहिले एकदम चिसो पानी खायो मुलको एकदम फ्रेस आहा क्या चिसो पानी छ सर यता पहिला हामी पुरा माछा मार्न आउँथ्यो यता अहिले त दसैँतिर हो कि हो अहिले त खोलामा पानी नि छैन कहाँको माछा होला र गाउँतिर छुट्टै छन् के चराचुरुङ्गीको आवाज मकै ल अहिलेलाई यति नै टेन्टेडेङ टेडेङ टेडेङ यहाँ चाहिँ गोठ रहेछ दुईटा पाडी हो कि पाडा हो रहेछ गोठ चाहिँ पक्कावाला बनाइछ खोलाको छेउमा ट्याक्क भैँसी ए भैँसी अमिलो हो के हो यो अमिलो हो कि के हो यता पनि रहेछ गाई फेरि यता रहेछ हो लक्ष्मी माता हेलो लक्ष्मी नमस्ते नमस्ते त्यो खानुहुन्छ नि क्या तिमीले खान्छौ कि नाइ र जलुका किन तिमीले यो पाटी खाए हुन्छ क्या यस्तो खाए हुन्छ क्या यो झार के म भन्छु र मामा एउटा बुटा है एउटा त्यो के त्यो नुन जस्तो मिठो हुन्छ के यस्तै एउटा बुटा हो त्यसको यस्तो के पाटुको के खानुहुन्छ कस्तो मिठो हुन्छ यसलाई के भन्छ फुल दामी रहेछ फुलेको है यता नि फुल्दै रहेछ भर्खर फुलेको यी ठुलो भएर यस्तो हुने रहेछ राम्रो फुल खिच्ने होला नि अब त है कहाँ गयो ए हामीलाई पनि लैजाऊ है ल कराको फेरि ल सुन्दैन सुन्दैन हौ बेलौटी पनि रहेनछ हो सुन्तला फल्ने अहिले हो सुन्तलाको सिजन गइसक्यो भान्जा मार्केटमा पाइन्छ नि बजारमा खै त खोलाको पानी मामा हजुर के पौडी हिँड्ने ठाउँमा लग्यो मलाई थाहा छ कति बेर पानी कहाँ यहाँ माथि हो देखि तलै ताईले कता कता हिँड्छ मलाई पनि थाहा छ बाटो तर यसलाई पनि थाहा छ तर यस्तो नराम्रो बाटो थाहा छ कि यस्तो नराम्रो बाटो हो आउन भएन खोलाको पानीमा मैले आफ्नो खुट्टा राखिहालेँ माछा खोज्ने हो यी हामी खेलेको पहिला हो यी मेरो चप्पल बराबर हो मन्ना ढोङ अझम यो जिन्दा है हो त्यहाँ जलुका छ कि मिर्गो मृग होइन होला त जलुका होला मिर्गो पाइन्छ कि यस्तो ढुङ्गामा त यो जलुका छैन यहाँ त यो यहाँ त्यो होइन यो टिपे हुन्छ यो त छिप्पेको कुकिहालेको खेल्दिन जङ्गल किन हिँडेको र हामी खै दाइले कहाँ हिँड्छ हेर त त्यस्तो खुट्टाले
त्यो टिप इ अझै अरू पनि होला इ टिप अझै होला के माथि माथि त्यो त यो त फाले अझै होला के माथि त्यो त पहेँलो भएको छ खाएर लियो लियो कमिला तोरै है मेरो हातमा गोटी छ के चरा हान्नलाई गर्नु ल छैन हेर्ने हो हेरौँ न ल छोड्दिन हेर हेर्नुपर्छ हुन्छ होला के झोला सोला ल्याएन अब हातमा बोकेर जाने मात्रै छैन हजुरको लागि छैन गुड मात्रै छ कहाँ एकछिन बसौँ न त्यहाँ शीतलमा बस्ने र कुनै कहाँ सर्टकटदेखि लिएर यस्तो खै उता यहाँ पनि रहेछ है यहाँ पनि रहेछ उता पनि रहेछ उता पनि रहेछ ट्राई त गर्नु पर्यो नि त टिपन त देखेको नि यहाँ पनि कसले टिप्छ र यता मान्छेहरू आउँछ नि कोही पाहुना आउँछ कोही मगरहरू त्यहाँ जहाँ पाएँ त्यही बाटो हिँड्दा पनि सर्प हुन्छन् औ यता चिप्लो भयो केही हुन्न पछि धुने पछि धुन्छु माछा बुरु छ यता हो र यहाँ बुरु माछा छ माछा हेर्नु जाने जलुका टिप्न जान्छ चिप्पे हो क्या यस्तो के निस्किएको र यो को यस्तो 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 हुनु खोजेको क्या यो फाला त माथिको तर त्यो खानु न क्या फाल्नु क्या ल यो काउ खोलामा माछा हेर्ने यामु दाइले टिप्छ हामी खोलामा पानी खेल्ने गुलेली मसँग छ के यो मसँग छ खोलामातिर जलुका र माछा खोज्न भनेर आएको न जलुका भेट्यो न माछा एउटा गङ्गटा भेट्टा छ उहाँ माथि राखेछ खोलामा पानी पनि छैन पहिला पहिला हामीहरू बल्छी खेल्न आउँदा त धन्नै पानी हुन्थ्यो त्यहाँ अहिले पानी नि छैन माछाहरू पनि छैन जलुका खोज्न पर्यो यतातिर ल रामजी अहिले चाहिँ हामी खोला खोला हिँड्दैछौँ पानी पनि बिल्कुलै सुक्खा छ खोला खोला हिँड्दैछौँ जङ्गल भान्जाबाबु यता छन् जलुका बोकेर हिँडेछन् एक प्लास्टिक भएछ एक मुठा म यता हिँड्दैछौँ बाटो बाटो झ्याउ लागिसक्यो अब हिँड्दैछौँ खोला खोला के गरेर रहेछन् यहाँ फेरि सब सिमेन्ट बालौटा जति खोलामा आएछ गर्मी हजुर हो के गराएको र यहाँ फेरि पानी झिकेको ए उता बाख्रा बाजु कहाँ देखियो यही बाजु क्या हामीले भेट्टाको कहाँ ऊ त्यो यो रुखियो त्यो अमिलोको कति मस्त पला छ नि त हाम्रो त्यो पुरानो घर छ क्या उतातिर हेर्नु कति ठुलो अमिलो तर त्यो अमिलोको सिजन गयो नि त हाम्रो अमिलोमा झन् अमिलोको टमाटर पाइन्थ्यो सिजन गयो अनि खत्तम भयो सुस्तो सिजन गयो अनि सुस्तो त्यो अमिलो सानो हुँदैछ अनि सिजन गएको त हेर्न आएको त अमिलो त छैन मामुई होइन
हुँदा कसरी ठाउँ थियो सिजन गयो भनेर ए धेर फलाउनु सक्दैन ए के भएर ए त्यस्तो गर्नुहुन्न त्यो बाहेर कस्तो हो त्यो नुहाउनु त भएर नुहाउने होइन नुहाने ए ओ सबै नुहाने बित्यो हो छट नुहाउनु भन्दा त मेरो यो पछाडि आएको त्यो दबाई चाहिँ निस्किन्छ क्या कति दिन भयो ननुहाएको नुहाउनु त मन मिल्छ तर यो दबाईले गर्दा मिल्दैन गेम मात्रै खेल्ने त्यसको सिम यहाँ छ अनि मेरो यो मोबाइलको पुरानो सिम नै छ यो दुईटा सिम उस हाल्न पनि मिल्छ कि रिचार्ज कार्ड मलाई हाल्नु त आउँछ तर मम्मीले दिनु लप्परै छ र फोन गर्ने सिम हालेर के मामा हजुर रिचार्ज कार्ड बिना फोन गर्न मिल्छ र मिल्दैन मम्मीले त मिल्छ मिल्दैन मेरो पुरानो यो सिम गए पनि गेम राखेन नि किनकि यसलाई फेरि बनाएको नि भन्दा आफैले पासपोर्ट राखेर भुल्ने रहेछ मम्मीलाई थाहा छ मेरो पासवर्ड अहिले फेरि राखेछ भनौँ 1 2 3 4 5 6 मलाई नचिने भने 1 2 3 4 5 6 अनि मेरोमा यो सिम आएको पूजा वाइफाईको उस पनि जोडेको मेरो वाइफाई उस पनि जोड्यो होला जय नेपाल हो मैले पहिला आफ्नो पुरानो मोबाइलमा सबैको वाइफाई जोडेको थिएँ सबैको वाइफाई आयो होला यहाँ अहिले चाहिँ हामी जलुका टिपेर फर्केर घरतिर जाँदैछौँ उकालोमा लास्टै गर्मी भयो जलुका नि धेरै पाइएन यति पाइएछ 1 मुठा जति ल आजको भिडियो यहीँ टुङ्ग्याउनु पर्ला जस्तो छ भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरेर यसो माया साया देखाइदिनु सपोर्ट गरिदिनु भन्न चाहन्छु त्यही हो त्यति राम्रो त बनाउँदैन सो आफू जता जता जान्छ पछि हेर्नको लागि मेमोरिजको लागि भनेर बनाउने मात्रै हो ल बाई बाई हजुरहरूको दिन राम्रो होस्